खोलाबाट निकाले। ल है साथीहरू, यहाँ मेरी बुढीले चाहिँ हैन खोलाबाट अलि राम्रो राम्रो ढुङ्गाहरू खोजेर झिकेकी छिन् हैन। अब उनले के चाहिँ बनाउँछिन् भनेर चाहिँ यसो हेरौँ न त हैन। भन्नाले अब एउटा ढुङ्गाको माथि अर्को ढुङ्गा खपट्याएर हैन त। 1 2 3 4 ठुलो ढुङ्गा तल भयो। त्यस्तै रहेछ टेक्निक। के भन्यो? स्तूपा बन्यो? भयो, फाइनल प्रडक्ट बन्यो। त्यो मोटो मोटो ढुङ्गाहरू हुँदैन होला है, पातलो पातलो। ढुङ्गाहरू चाहिँ यस्तो छ हैन। अनि हामी यो जुन नदीमा छौँ नि, त्यो नदीको नाम चाहिँ सेक्रामेन्टो रिभर हो। होइन, सेक्रामेन्टो रिभर होइन, अमेरिकन रिभर हो। अमेरिकाको अमेरिकन रिभर। पातलो पातलो ढुङ्गाहरू चाहिन्छ, मोटो मोटो ढुङ्गा। हो, त्यो मोटो ढुङ्गा नराख न, त्यो मोटो मोटो ढुङ्गाहरू नराख कि। त्यो पनि हुँदैन। पछाडि के आयो? पछाडि जहाज आएछ। स्पिडमा होइन, हाई स्पिडमा चाहिँ मान्छेहरू चाहिँ ढुङ्गा चढेर गएका है। तिमीलाई त्यस्तो हाई स्पिड ढुङ्गा चढ्न मनपर्छ? हाई स्पिड ढुङ्गा चढ्न मनपर्छ? पर्दैन? भयो। ल के भन्यो? स्तूपा। अनि स्तूपा भनेपछि त अनि प्रार्थना पनि गर्नु पर्यो नि त स्तूपामा। ओहो, कति अग्लो। ल प्रार्थना पनि गरिदेऊ नि त। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं ल मैले प्रार्थना पनि गरिदिएँ हैन। अब यो भिडियो हेरिराख्नु भएको सबै साथीहरूलाई मैले हैन भगवान बुद्धसँग प्रार्थना गरिदिएँ। अहिले भर्खर एकदमै ठुलो छाल आएको थियो हैन। त्यो ठुलो छाल चाहिँ भर्खर एकदम हाई स्पिड बोट गयो नि हैन, उसले बनाएको। अनि यस्तो रमाइलो छ हैन, मनै आनन्द के। अनि त्यहाँ एउटा कालो कुकुर छ, ल्याब्राडोर र पुडलको मिक्स हो अरे। मैले सोधेको अघि एकदम मजाले हैन छाइ छपाछाइ गरेर खेल्दै थियो। फेरि शान्त भयो है। अघि त्यो छाल आउँदा त कस्तो डर लाग्दै है, हेर्दै बगाएर लाग्ला जस्तो कि।
पानी पनि फोहोर गरिदियो हो उसले। ल बुढी कस्तो भइरहेछ तिमीलाई? रमाइलो भइरहेछ? पौडी खेल्ने हो? ओ पौडी खेल्न मन लागिरहेछ? लागेको छैन? ल मेरी बुढीले बनाएको होइन स्तुपा चाहिँ यहाँ छ। त्यस्तै गएर होइन अर्कै साथीले होइन अपरिचित साथीले बनाएको स्तुपा चाहिँ यहाँ छ है त। छैँ छप्पा छैँ छप्पाकै छैँ। भएन त 1 2 3 छप्पाका। फेरि 1 2 3 पुग्यो। जाउँ अब जाने माथि जाने एकछिन माथि बस्ने अनि त्यसपछि टक्क लाएर जानुपर्छ अहिले मन्दिर जाने होइन। ल साथीहरू अहिले होइन यो अमेरिकन रिभरको भ्लग चाहिँ हामी अहिले यहीँ टुङ्ग्याउँछौँ अनि एकछिनपछि फेरि अरू कुनै भिडियोहरू खिच्यो भने अनि पोस्ट गरौँला नि। हस् बाई बाई।